यसपालि द भोइस अफ नेपालमा ठुलै फेरबदल हुने जस्तो देखिएको छ है साथीहरू। चर्चित गायन रियालिटी शो द भोइसको टिमले यतिखेर सामाजिक सञ्जालमा आफ्नो भोटिङ पोल राख्दै उनीहरूले प्रश्न गरेका छन् दर्शकहरूलाई। एकजना नयाँ कोच देख्न चाहनुहुन्छ कि दुईजना नयाँ कोच देख्न चाहनुहुन्छ, तीनजना नयाँ कोच देख्न चाहनुहुन्छ कि चारैजना द भोइस अफ नेपाल सिजन 8 मा फ्रेस कोचहरू देख्न चाहनुहुन्छ? दर्शकहरू तपाईँहरू पनि कमेन्ट गर्नुहोस्। विशेष गरी द भोइस अफ नेपाल सिजन 8 मा के कोच राजु, कोच प्रमोद, कोच खेम, कोच मिलियन राई नहुने हो त? राजेशपाल राइज किङ जस्ता गायकहरूलाई के द भोइस अफ नेपाल सिजन 8 मा कोचको भूमिकामा नदेखिने हो त? त्यो रातो कुर्सीमा के फ्रेस र एनर्जी चारैजना कोचहरू आउँदैछन् त? गायिका अन्जु पन्थको आगमन हुँदैछ त द भोइस अफ नेपाल सिजन 8 मा? आउनुहोस् दर्शकहरू, द भोइस अफ नेपाल सिजन 8 मा के छन् त सम्भावित कोचहरू? विशेष गरी द भोइसका दर्शकहरूले के चाहन्छन् त्यस विषयमा चर्चा गर्नेछौँ। अनि दर्शकहरूले हाम्रो भिडियोमा नि हेरेर के चाहनुहुने रहेछ, आफ्नो फेभरेट गायक त्यो रातो कुर्सीमा कसलाई देख्न चाहनुहुन्छ कमेन्ट गर्नुहोस् है त। चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 8 को लागि द भोइसको टिमले तीव्र गतिमा काम सुरु गरिसकेको छ। दर्शकहरूलाई सामाजिक सञ्जालमा भोटिङ पोल गर्दै दर्शकहरूमा प्रश्न राखेको द भोइसको टिमले विशेष गरी नयाँ कोचहरूमा कसलाई देख्न चाहनुहुन्छ त्यो नयाँ कुर्सीमा भन्दाखेरि पनि एकजना नयाँ कोच देख्न चाहनुहुन्छ कि दुईजना नयाँ कोच देख्न चाहनुहुन्छ या तीनजना नयाँ कोच देख्न चाहनुहुन्छ या चारैजना फ्रेस एनर्जीको साथमा द भोइस अफ नेपाल सिजन 8 देख्न चाहनुहुन्छ भनेका छन्। अनि दर्शकहरूलाई एउटा प्रश्न, तपाईँहरू चाहिँ फ्रेस एनर्जीको साथ यसपालि द भोइस अफ नेपाल सिजन 8 मा चारजना नयाँ कोच देख्न चाहनुहुन्छ कि यता हाम्रो पुराना कोचहरू कोच राजु, कोच प्रमोद र त्यसै गरी कोच खेम, कोच मिलियन राई देख्न चाहनुहुन्छ या लेजेन्डरी कोच गायक राजेशपाल राइज किङ त्यसै गरी अन्जु पन्थको साथमा द भोइस अफ नेपाल सिजन 8 देख्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोस्। र विशेष गरी अब कोच राजु, कोच प्रमोद बिनाको द भोइस अफ नेपाल हामीले अहिलेसम्म हेरेका छैनौँ, त्यसैले पनि खल्लोपन हुन सक्छ। द भोइस अफ नेपाल सिजन 7 मा देखेको कोचहरू देख्न चाहनुहुन्छ कि तपाईँहरू केही नयाँ कोच देख्न चाहनुहुन्छ? तपाईँलाई के जानकारी गराउँछु भने द भोइस अफ नेपाल सिजन 8 मा एउटा न एउटा कोच त परिवर्तन हुने नै छन् अथवा दुईजनासम्म परिवर्तन हुने सम्भावना पनि रहेको छ। यसपालि द भोइसको टिमले दुईजना मेल कोच अथवा दुईजना फिमेल कोच पनि ल्याउने सम्भावना धेरै रहेको छ। यस्तो भए पनि गायिका अन्जु पन्थलाई नै हामीले प्रबल रूपमा देख्ने सम्भावना अझ बढ्छ भने विशेष गरी द भोइसको टिमले सामाजिक सञ्जालमा प्रश्न गरिराख्दाखेरि हजुरहरूले चाहिँ भोटिङ पोलमा चाहिँ तपाईँहरूको जिज्ञासा अनुसार द भोइसको टिमले भने जस्तै चारजना नयाँ कोच देख्न चाहनुहुन्छ कि एकजना, दुईजना अथवा तीनजना नयाँ कोच देख्न चाहनुहुन्छ? कमेन्ट गर्नु होला र हाम्रो च्यानलमा पनि सब्स्क्राइब गरेर जोडिनु होला है त साथी हो।